राइटरले भन्नुहुन्छ, हामी कसरी हाम्रो दैनिक जीवन बिताउँछौँ त्यसले चाहिँ हाम्रो आउने जीवनलाई तय गर्छ। विल डुरान्ट भन्ने एकजना व्यक्तिले भन्नुहुन्छ, मलाई साह्रो मिठो लाग्छ यो है, सोक्रेटसलाई पनि त्यही क्रेडिट दिन्छ, तर वास्तवमा विल डुरान्ट भन्ने फिलोसफरले भन्नुभएको रहेछ, अमेरिकन राइटरले, वी आर वाट वी रिपिटेडली डु, एक्सेलेन्स देन इज नट एन एक्ट बट अ ह्याबिट। हामी चाहिँ जे हामीले लगातार बारम्बार दोहोऱ्याएर गर्छौँ त्यो नै हामी हेरेको त। अनि उत्कृष्टता, यसकारण उत्कृष्टता चाहिँ एक दिनको घटना होइन, तर बानी र आदत। ख्रिस्ट जस्तै हुने यात्रामा हामी लम्किएका छौँ। द्याट इज आवर फाइनल डेस्टिनी। सबैजनाको, तपाईँ अनि मेरो हरेकजनाको, जतिले ख्रिस्टलाई पछ्याउँदैछ, हाम्रो फाइनल डेस्टिनी चाहिँ के हो? ख्रिस्ट जस्तै हुन। रोमी 8:28 भन्छ, जतिलाई परमेश्वरले उत्पत्तिभन्दा अगाडि चुन्नुभयो उनीहरूलाई आफ्नो पुत्रको रूप समान बनाउनलाई, ख्रिस्टको कदसम्म बढ्नलाई पावलले मण्डलीमा परिश्रम गरेको कुरा उसले पोखाएको छ। हरेक विश्वासी ख्रिस्टको कदसम्म पुगोस्।